यति बेला भेरी नगरपालिका वडा नम्बर 7 को पेरिफेरीमा छु र यो हामीले देख्न सक्छौं। यो चाहिँ देखेको दृश्य जुन हिमाल छ यो चाहिँ हाम्रो सिस्ने हिमाल पर्दछ भने नजिकै देखिएको अर्को एउटा पाटन छ, यो चित्रे पाटन पर्छ भने त्यसै गरी अर्को हाम्रो हिमाल गोदाम हिमाल पनि यसमा देख्न सक्नुहुन्छ। र त्यसपछि हाम्रो यो भेरी नगरपालिकाका वडा नम्बर 5, 6, 7, 8, 9 र हाम्रो 10, 11 नम्बर वडा पनि हामी देख्न सक्दछौँ। यो सुन्दर दृश्य यहाँहरूले चाहिँ हेर्नुहोला। अहिले चाहिँ हिमालमा हिउँ पनि एकदमै निकै कम रहेको छ। यो चाहिँ हाम्रो वर्षा नहुँदा अर्थात् जलवायु परिवर्तनका कारण हिम श्रृङ्खलाहरूमा पनि प्रभाव परेको छ र त्यहाँको हिउँ पनि पग्लिने क्रम जारी रहेकाले अहिले चाहिँ यहाँ अलिक हामीले हिउँ चाहिँ थोरै देख्न सक्दछौँ। जलवायु परिवर्तनका असरहरूले गर्दा अहिले मौसममा पनि खडेरी आएको छ।